वेलकम सोचिहालौँ है दुइटै लानु हुन्छ कि दुइटै जाने मिल्दैन आफ्नो सोल्टी हुन्छ उहाँ चाहिँ मदेखि भाइको बाँकी हुन्छ क्या आज किन म सोल्टीको खोजीमा सोल्टी मेरो खोजीमा तर हाम्रो चाहिँ हात कस्तो पर्यो गोजीमा है सो हेलो एभ्रिवान एन्ड वेलकम टु माई च्यानल अनि हजुरहरूको माझमा फेरि नयाँ भिडियो लिएर आइसकेको छु अनि आज चाहिँ अलिकति ढिलो होला सायद आउनु होइन अलिकति लागेको टाइम ठिकै छ के छैन अलिकति बिजी भएको कारणले अनि त्यही भएर आज चाहिँ यसरी के छ भने तपाईँले हल्का हल्का थम्बनेल हल्का हाम्रो हाइलाइट देखेर थाहा सक्नु होला होइन त्यही भएर अनि आज चाहिँ हाम्रो यहाँ भान्जाको छेवर छ को थाहा त छेवर भनेको होइन को होइन मलाई त्यति साह्रो त थाहा छैन होइन छेवर भनेको फर्स्ट कल काट्दाखेरिको हुन्छ नि त्यो फर्स्टचोटि अब जन्नेदेखिको फर्स्ट कल काट्दाखेरि चक्कोसँगले काट्ने रहेछ क्या त्यो चाहिँ त्यस्तो हुँदो रहेछ अनि हामी त क्रिस्चियन हो त्यही भएर हामीले अब मामाले काटिदिने रहेछ अनि मैले मामा हो तर उहाँ उता दिदीहरू उताको हिन्दू हो नि त अनि मैले काट्नु मिल्दैन अनि भाइले सानो भाइले लिएर जानुपर्ने हुन्छ न उनीहरूले काटिदिन्छ त्यही भएर त्यस्तै हो अनि त्यसपछि अनि एकदमै सरी हजुरहरूलाई सोध्ने बिर्सेँ छु अनि पक्कै हजुर पनि सन्चै हुनुहुन्छ भन्ने आशा राखेको छु अनि म पनि अलिअलि सन्चै छु तर अलिअलि डुवा लागेको त्यस्तो खालको फिल भइरहेछ अनि अहिले चाहिँ म टक्कसँग ला भाइ आउँदैछ ला भाइ म भाइहरूले जानुपर्ने हुन्छ तिनजना अनि भाइलाई पर्खिँदैछु भाइ आउँदैछ होइन अब त्यसपछि आइसकेछ ल त्यसपछि हामी पुग्नुपर्ने हुन्छ ढिलो भइन्छ त्यही भएर अब कतिर हुन्छ तपाईँलाई म देखाउने छु के गर्ने छ कस्तो हुनेछ भनेर सक्दो हामी इन्जोय गर्नुपर्ने हुन्छ होइन इन्टरटेनमेन्ट तपाईँलाई म सक्दो गर्ने कोसिस गर्छु भरपुर अरे ल सो हामी चाहिँ टक्कसँगले हामी आइसकेका छौँ अनि कबसब पनि काट्ने मेरो घडी पाउनु पर्ने थियो क्या घडी पाउनुतिर हामी आउने बित्तिकै घडी पाउनु गइहाल्यौँ क्या धरान पुग्यौँ यहाँदेखि यतादेखि धरा नै पुग्यौँ क्या अनि टक्कसँगले बनाएर आउँदा कपाल काट भइहाल्यो त कपाल देखाउनै पाइनँ होइन टक्कसँगले अहिले चाहिँ हामी ला भाइ र मसुम भाइले क्या पुरा उसको मायालाई वास हान्दैन यस्तो कोट लाएर यस्तो गर्नुपर्ने हुन्छ आफ्नो मायालुहरूको चाहिँ यस्तो केयर गर्नुपर्ने हुन्छ नि होइन अलिकति लिपस्टिकको दाग लगायो भने पुछिदिनु पर्ने हुन्छ अलिकति जुठो लगायो भने पुछिदिनु पर्ने हुन्छ म मेरो मायालुलाई कति केयर गर्छु हेर्नु त अनि यो नि त तरिका केयर त गर्नु पऱ्यो होइन आफ्नो मायालुलाई त केयर नगरी कसले गर्छ होइन सो है तपाईँहरूलाई अब अहिले चाहिँ भाइ पर्खिदिन्छु भाइ आउँदैछ अनि यहाँ बाटो बाहिर पर्खिदिन्छु भाइलाई अनि यो मजालाई देखाउने छु कस्तो हुनेछ होइन अलिकति अक्वर्ड पनि लागिरहेछ किनभने अब म पनि त्यति साह्रो चिनेको छैन क्या अब पहिला कैयौँ वर्ष अगाडि आएको हो क्या एकचोटि त्यही पनि एक दिन बसेर गएको प्रायः जस्तो चिन्दैन क्या अनि अप्ठ्यारो पनि लागिरहेछ बाहिर जानु कस्तो अप्ठ्यारो लाग्यो होला मलाई पनि लागिरहेछ अन्त बाहिर होइन सो टक्कसँग दिदी यहाँ रेडी हुँदैछ क्या रेडी हुन्छ अनि दिदीले चाहिँ के भन्दैछ भने मलाई होइन के भन्दैछ अरे के मेरो भिडियोहरू हेर्नुहुन्छ मेरो लाइक के भन्दैछ अरे दिदी भिडियो हेर्छ अरे बिग फ्यान अरे तिम्रो एकदम को उहाँ हो उहाँको नाम के हो सलिना लिम्बू ए मन लिम्बू नि हो नि त के हाम्रो के मेरो के पर्नुहुन्छ उहाँ भान्जी हो झन्डै बस्नु भएछ है सोल्टिनु पऱ्यो झन्डै बस्नु भयो भान्जी भन्नुभएछ म थाङ्दैन साँच्चै भिडियो हेर्नुहुन्छ कि गफ हान्नु भन्दा मेरो नाम भन्नु न ल के छ लजानु भयो त उहाँ त लु हजुरले वेलकम मेरो ब्लगमा यता लु हाम्रो यता भेनाले फेरि हाम्रो दिदीलाई दुईचोटि पटाउने भयो आमा यता फेरि जोन चाम्लिङ भन्दा कम छैन फेरि होइन सेम जोन चाम्लिङ जस्तो देखिरहेछ तर जोन चाम्लिङ भन्दा डिटो त्योभन्दा घटा ह्यान्डसम देखिरहेछ आम्मा अब सबै सोल्टिने पठाउने भयो भेना अब हाम्रो कन्फर्म भेनाको बुनहरू सबै सोल्टिनेहरू अब यता लाने भयो हामी त अब काम छैन सोल्टिनेहरू चिनाउनु चाहिँ पर्यो झन्डै म त बुनहरूलाई नि भान्जे पर्दैछ झन्डै फेरि म त आमा भेना झन्डै म त भान्जेलाई डिस्काउन्ट पुगेको थिएँ म त नथाहा भएर चिनाउनु झन्डै भान्जीलाई जिस्काएर मरेछु फेरि तनाव हुन्थ्यो
बिहानदेखि बोकै थियौँ क्या अनि यस्तो पेट पूजा त गर्नै पर्यो होइन अनि ल भाइ के दुइटै तिमी अलिकति कोट च्यातिने डरले भयो मात्र तिमी दुइटै खाने हालिदिन्छु अब्बर हङ्स हान्ने आएको ओए झार्ला आमा ओए तिमीले कहाँ सिक्यौ भन यो के कहाँबाट सिक्यौ यो जादु हो मेरो भित्रको जादु हो घरमा चाहिँ कति अलिक धेरै हो घरमा चाहिँ अलिक कम बस 8 तारिक तपाईँ यति त एकदम सचे एक दुई पिस मात्रै हालिदिनु कस्तो हट हौ तिमी हो न अब टाटो ए म भन त अलिक कम सोच म पकाउनु दिनु गाह्रो होला यसरी नै पकाउनु छोडिदिनु यता अब सबै सबै हालिदिनु पर्यो टेस्ट हालिदिउँ न होइन गाह्रो पकाउनु आलु पुरी के छ यहाँ यहाँ चिप्स होइन हौ के भन्छ नि यसलाई हि भन्छ नि हि भन्छ क्या हि भन्छ हि अरे हि भन्छ हि पापड भन्छ जस्तो लाग्यो मलाई पापड अच्छा पापड है लौ यो ह्यान्डसमलाई त लौ गिद्धे तपाईँको यसमा सुँगुर मासु स्टुडेन्ट मान्छेलाई चाहिँ फेरि भ्यान सर्भिसिङ हाल्नु चाहिँ यो के भयो यार सो टक्कसँग हामी जब निस्किसक्यौँ अलिक खाजासाजा खाएर भान्दा कुदे त तपाईँ खोज्दै त्यहाँ बस्नु नि लो हेलो भन्दिनँ हामी पनि आउँदैछौँ हामी जाने बेला भयो हुनुहुँदो रहेछ भेट नहुने भयो घरि सबैजनालाई है मम्मीहरू आउनु भएको छैन माइजी मम्मीलाई हेरिन्छ यहाँ मम्मीलाई भन्नु ल यहाँ भरे अब भोलि पर्सि भेटौँला फागुन 26 गते भेटौँला अब आज भेट भइएन मङ्सिर 25 गते अनि तपाईँ छोडिदिने भन्छ अनि फेरि बिहे बोला हुन्छ अनि यस्तो त भएन त दिन्छु तर दिइसकेको पहिले लान्न भनेको होइन त्यही भन्नु पर्यो नि बेहुला भएर आएपछि त दिनु पर्यो खोजेर पनि यस्तो बेहुला भएर आइरहेको त टक्कसँगले होइन अघिसम्म छोडिदिने भनेको थियो अनि लास्टमा चाहिँ फेरि अहिले आएर बिहे बोलाउँदैछ अनि यस्तो निम्तो दिएको है त्यति खोजेर पनि दिन्छु हुन्छ लु अब एकछिन अब भाइसँग हामी एकछिन हल्का भ्युसु हेर्ने त अलिक पाडाहरू छ कहाँ त्यही भएर यसो भ्युसु हान्ने निस्किनु पर्ने हुन्छ गाई चाहिँ हामी टक्कसँगले यहाँ आइसकेको देखिसक्नु चाहिँ यहाँको भ्यू कस्तो दामी छ है अब मलाई चाहिँ अब राम्रो लाग्छ यो ठाउँ यो ठाउँको यो भ्यू क्या ओभर दामी लाग्छ जस्तो त्यस्तो पाहाडतिर होइन ठिकैतिर पनि यो कस्तो राम्रो भ्यू छ क्या हेर्नु कस्तो दामी लाग्छ मलाई पनि होइन यो चाहिँ कहाँ भने मलाई थाहा भएन आज केलाबारी खै कति हो नम्बर के थाहा भएन अनि यो चाहिँ उतादेखि जानुपर्छ कहाँ के भन्छ पानमारतिर के माथि पुग्नु बित्तिकै आइपुग्छ 5 मिनट जति अनि टक्कसँग देख्छौँ चाहिँ कस्तो दामी लाग्छ मलाई यहाँ ल आमा भाइलाई कस्तो दामी देखेको यसमा फेरि ल त्यस्तै छ है मौसम जस्तो होइन जस्तो ओभर पिसफुल हुन्छ टक्कसँग यस्तो ठाउँमा होइन मजा आउँछ मगर घामले चाहिँ फेरि हानिरहेछ त ठिकै छ कि छैन है एकदम राम्रो छ अनि अब फेरि अब एकछिन यहाँ बसेर के हुन्छ भिडियो सिडियो बनाउनु पर्ने हुन्छ होइन सर्ट भिडियोहरू अनि तपाईँहरू त्यसपछि फेरि हामी ब्याक टु फेरि त्यहीँ पुग्नुपर्ने हुन्छ र तपाईँहरूलाई फेरि म भिडियो देखाउने छु होइन हाम्रो भिडियो चाहिँ बाँकी नै छ अझै हाम्रो के सोचहरू छ होइन यसो जिस्काउनु पऱ्यो सोल्टिनीहरूसँग होइन जिस्काउनु परिहाल्यो सोल्टिनलाई चाहिँ त्यही ल अहिले चाहिँ टक्कसँग लगाएर खाजा खाएर हल्का यसो आइदिइरहेको छु सो यहाँ सोल्टिनी बोलाउँदै थियो क्या अनि तपाईँ यसो त्यही बेला बोलाउँदै तर यसो मुखसुख धुँदैन नपुग्यो फोसर भइरहेको थियो हल्का ह्यान्डसम्म जानु पऱ्यो नि त सो के बोलाउँदै थियो भन्नु थियो हेलो सोल्टिनी हो नमस्ते हेलो हजुरलाई त्यहाँ सोल्टिनी हो नमस्ते हो बोलाउनु भएको चाहिँ कसले हो परिचय
उहाँ त अघि भान्जी हो भन्नु सक्नु दिदीले दुईजना भान्जी यता चाहिँ पायो जिस्काउन तपाईँ चाहिँ म पनि भान्जी नै हो ए भान्जी हो यता सोल दुईजना ए हामी दुईजना चाहिँ भान्जी हो उता पनि सोल्टी नै हो दुईजना चाहिँ प्युर भान्जी हो अघि दिदीले भान्जी पो भन्नु पर्दैन हौ खासै टाढाको भान्जी हो सोल्टिनी भन्दा चल्छ फेरि घर लगिहाल्छ घरमा खान्छ भन्दै थियो मम्मीले पनि मम्मी आउँदैछ अहिले सोचिहालौँ है दुइटै लानु मिल्छ कि ए दुइटै जानु मिल्दैन फेरि भन्नु तपाईँको नाम के हो स्मृति राई हजुरलाई वेलकम उहाँको दिया राई वेलकम कामले त के हुनु कुन राई बान्दा बा तपाईँ फेरि बान्दाको रिजल्ट कडा हुन्छ भन्छ मलाई सोध्नै भएन त मलाई सोध्नै भएन त अब भन्दिनँ अब मलाई चित्तै दुःख नि त अघि भन्नु पनि अब मैले सोधिसारे भनेर हुन्छ मेरो नाम चाहिँ निकेश लिम्बू रियाल चाहिँ अब रियाल चाहिँ अब आज अब चिन्ने चाहिँ जीवेश लिम्बू भनेर चिन्छ जीवेश लिम्बू भनेर आज अब मान्छेहरूले चिन्ने चाहिँ घरमा ओर्जिनल नाम चाहिँ निकेश हो धन्यवाद उहाँ दिनु अब भान्जी पढ्नु रहेछ सरी कसैले चिनाउनु हुँदैन को कता कता अघि झन्डै भान्जेर जिस्कायो तर भान्जे होइन भन्नुभयो सायद मैले फेरि जिस्काइदिइहाल्छु है फेरि यस्तो हुन्छ क्या मतलीमा राईमा त्यो टाढाको नजिकको त्यो कति के लाउँछ क्या कति पुस्तासम्म गीत हुन्छ दबाई हुन्छ भने रेडी है फेरि केस लाग्ला नि फेरि के अरे अन्डर केस लाग्ला कति पुग्नु साँच्चै दबाई पर्फ्युम पनि त 7-8 वर्ष पर्फ्युम लाग्यो के छ र ओइ म बुढो त हुँदैन होला त्यस्तो हुँदैन म फिटनेस मिलेर हो र त्यता बातासँग गर्छु यतासँग गर्छु तर उहाँको बोयफ्रेन्ड हुँदो रहेछ कि त्यही भएर अब कस्तो बनाउन पनि कस्तो डर लाग्यो भरे फेरि कताको बोयफ्रेन्ड हो धरानकै हो ए धरानको फेरि ग्याङस्टर हुन्छ फेरि छिमेकै नि हो कि इटारी र धरान फेरि भेटिहाल्छ इटारी 5 मा प्रिमियर पहिला पढ्यो के थाहा छ तपाईँलाई के हो कसरी भन्नु सक भएर भन्नु त किन त्यो त एक्स त तपाईँको होइन होटल म्यानेजमेन्ट पढेको तपाईँले नि होइन तर पढ्न चाहिँ कलेज पढेको तर होटल म्यानेजमेन्ट छैन सक चाहिँ किन भन्नु भन्दा होइन प्रिमियर कलेज इटालीको प्रिमियर कलेज त्यहाँको चल्दो नि फेरि मलाई मेरो समयमा चाहिँ ल हाम्रो फ्यामिली पनि आइसक्नुहुन्छ यता तुम्मा मामाहरू यति बराबर हुन्छ हेलो आउनु आउने कहिले मान्दैन हौ म पनि त्यहाँ बस्ने मलाई पनि पाउँछु क्या हो अरे भान्दासँग है रमाको कल दियो अब मेरो पालि सब खामा छ मिस्ट्री बक्स जे पनि हुन्छ कति छ अब घरे भान्जा थाहा होला नाम लेखेको छैन भरे थाहा भएन मैले मामाले यति दियो भने बिलान हुनसक्छ सेपमा है
महँगै छ नलिने मैले चाहिँ मेरो पाले दिइसकेको छु भाइहरूको पाले सबैको गर्ने भएको छ सो फ्यामिली टक्कसँगले हामी चाहिँ अब खाना खानु पक्क लागेको छौँ हामी चाहिँ किन त्यहाँ छैनौँ बेग्लै हामी अर्को ठाउँमा छौँ भने किनभने हामी के भन्छ त्यसलाई बुढीको फ्यामिली हो क्या के भन्छ ससुराली फ्यामिली हो नि त त्यसो भए त्यही भएर हो अनि अब त हाल्छु म त हालिसकेँ मैले सो हाम्रो चाहिँ यताभित्र यहाँ छ यहाँ यति मान्छे हुन्छ हाम्रो फ्यामिलीहरू यति सब हुन्छ यहाँदेखि अझै यहाँ आमा सर हामी चाहिँ फ्यामिली चाहिँ वर्षको हामी यति धेरै फ्यामिली छौँ कि हो त्यस्तै छ रिजन चाहिँ भन्नु बिस्तारै भन्ला ए देख्छ सर हाम्रो मान्छेहरू चाहिँ केही नट सो देखिसक्नु होला तपाईँले होइन हाम्रो चाहिँ यस्तो हालत छैन यसरी हामी पाहुनाहरू यसरी यहाँ बाहिर छौँ माथि भित्र चाहिँ बसेर खाने ठाउँ चाहिँ बेग्लै छ तर हामी चाहिँ भित्र छौँ अनि यो खानुपर्ने हुन्छ हामीले अघि खाएको तर दुईजना सेयरिङ गरेर खानुपर्ने हुन्छ सो अब खाइसकेर हामी फेरि सायद घरै जान्छौँ होला रात पर्छको अनि हजुरलाई म देखाउने नै छु सो यो फ्यामिली अब हाम्रो मम्मीहरू घर जाँदैछ म चाहिँ के गर्छु थाहा भएन मलाई भनिदिएको जाऊँ कि नजाऊँ नजानु उहाँले बस्नु भन्दैछ म के गर्नु म होइन उहाँ त उता जानुहुन्छ स्कुटीमा छु कि म होइन त्यही सोध्दैछु बस्छु कि जाऊँ साथी भन्दा म जाऊँ कि बस्नु बस्नु हो बस्नु भन्दैछ त म अब आउँछु म उहाँहरू जानुहुन्छ उहाँलाई अब के भन्नु मनहरूले के भन्नुहुन्छ त्यसपछि हेलो भनिदिने खैन हो कता कता हो लु हाम्रो घर त उहाँहरू जाँदैछ मम्मी म के गर्नु बस्नु कि जानु कसको भाइ भेना बाइक चाहिँ कसको यो कसको यो ए म तपाईँ जानु भयो क्या भनेर ए होइन कसैले भाइ हामी जाने कि बस्ने बस्ने जाने म चलाउन सक्दिनँ म बस्छु हजुर म झ्याप होइन अब बस्यो भने चाहिँ झ्याप हुने मौका हो अब गयो भने चाहिँ जाडोले काम्ने मौका हो भन्नु तपाईँ यो जाडोमा झाप भएर बस्नु मन छ कि जाडोमा कामदै बस्नु मन छ यहीँ बस्नु भनेको म चाहिँ केटाहरू बसिरहेको छ यस्तो होइन ह्यान्डसमहरूसँग एक रात बिताउँ न होइन सोल्टिनहरूलाई छोडेर जाने मनै लाग्छ सायद हेर्ने बित्तिकै ढल्छ त अब के गर्नु फोटो फोटो ल सेलिब्रेटीहरू छ त अब दुईजना खिच्ने ए म त यस्तो फोटो खिच्नु खाएको थिइनँ किसिमै देखियो होला है हामीलाई त लु भिडियो भइरहेछ त उनीको भरे पाउँदैनौँ नि आज कहिले हुन्छ
फेरि डेन्जर सेलिब्रेटी जस्तो गर्नुभयो त निको तैँले त ल अहिले खिचा अरे होइन देखिँदैन क्लोजबाट 1 मा लिनुपर्छ कहाँ 0.5 मा दिएको त नि मैले अघिदेखि आउनु नि मेरो जुन चाहिँ आफ्नो सोल्टी हुन्छ उहाँ चाहिँ मदेखि भाइको बाँकी हुन्छ क्या आज किन होइन म सोल्टीको खोजीमा सोल्टी मेरो खोजीमा तर हाम्रो चाहिँ हात कसको पर्यो गोजीमा है त्यस्तो अवस्था आएको है खासमा चाहिँ ल सोल्टीहरू राम्रोसँग बस्दै गर्नुहोस् नाच्नुपर्छ तर गीतै बज्दैन के हो उहाँलाई हाम्रो सोल्टीलाई पनि एकदम धेरै वेलकम छ मेरो आजको ब्लगमा वेलकम सोल्टीज्यू ओइ मलाई के गर्नु केही पनि नगर्नु सोल्टीज्यू तपाईँहरू बस्दै गर्नुहोस् ल म एउटा फेरि काम पर्यो कि तारा बाजे लैलै मामा आयो तुक्स खाने तपाईँ तुक्स खाने कि जाने अब हेर्नुपर्छ के गर्नुहुन्छ अब सायद बस्छौँ यहाँ जान्छौँ होइन सो हामी जाने भयो सोचिरहेको थियौँ भाइहरू भाइ त रेडी भइसक्यो जाने भनेर पुरा फेरि गीत नराउनु थिएँ फेरि यहाँसम्म फर्किरहेपछि के जान्थ्यो अब मस्त अब पाहुना भनेर आएको होइन अब रक्सी सक्सी अब लिम्बूको घर लिम्बू नै राईको घर भएपछि अब रक्सी सक्सी हुन्छ होला रमाइलो गरिन्छ होला अब त मगरको छोरा अब भुक्ने र टोक्नेको मासु बाइक होइन अरू सबै चल्छ पिउने कुरा त कुरै नगरौँ त्यो रुख रक्सी चाहिँ म खाँदिनँ होइन अरू त कहाँ झन् टुम्बा झन् सोल्टिनेहरूको चुप्पा नसक्नुहुन्छ है अनि यो हो कि अब बस्ने भयो अब कोर्टमै छु अब ड्रेस चेन्ज गर्छौँ भने के गरौँ अब भित्र सर्टमा बस्छौँ भने जाडोले अरचिने डर ल बक्सामा बस्दा सोल्टिने टाँच सिलिन्डर सो ल हामी फेरि बस्ने भयौँ होइन हामी जान आँट्छ होइन बस्नु भनेर भाइहरू पनि बस्ने भन्दैछ अनि सँगै जानु चाहिँ भोलि बस्नु अन्त ल भाइलाई पनि बस्नु न त के छ र भनेर बस्नु सो अब हजुरलाई सायद अब यहाँ बस्ने भयौँ त्यही भएर अब फेरि के हुनेछ कसो हुनेछ सायद भोलि गर्न सक्छु जे पनि गर्न सक्छु अब त्यो चाहिँ मुड अनुसार पनि हुनसक्छ है सो गाई चाहिँ ल अबसँगले बिहान भइसकेको छ होइन तपाईँसँग चिया अब खाँदैछु भने होइन अनि कस्तो पुरा यहाँ देख्नुहुन्छ क्या यो के तिनवटा थियो कि यस्तो यो के भयो यो दुइटै चुटिएर आएर थाहै पानी खोज्दा छुट्यो भन्ने टेन्सनमा लाग्न थाल्यो ठिकै छ होइन रमाइलो भयो राति जेसुकै भयो पनि होइन नाचगान साचगान भयो अब देखाउन पाइनँ किन कपरेट लाग्छ होइन म्युजिकहरूमा त्यही भएर मैले देखाइनँ सो सरी एकदम अनि त्यही भएर ठिकै छ अहिले बिहान भइसकेको छ हामी चिया खाँदैछौँ अनि यहाँ टक्क भान्जालाई नआइकन राइट हाल्दैछ भाइ पनि त्यहाँ बसेर घाम ताप्दैछ अब सायद अब हामी खाना निस्किन्छौँ होला अनि हजुर फेरि देखाउने नै छौँ है सो है हामीले खानासाना खाइसक्यौँ है अनि अब चाहिँ हामी घरतर्फै निस्किने भन्दैछौँ सुन्यो हामी अब निस्क्यौँ भने है हुन्छ हामीले खाइसक्यौँ खै अनि उता बाबा चाहिँ कता हुन्छ हजुर बाटो हुन्छ ल भान्जीलाई नि भिडियो हेर युट्युबमा आउँछ मेरो के छ बाटो हुन्छ ल बिटुकै गोरु भने रात थापिसक्यो यहाँ देखिसकेँ मार्ने साबुनले मुख धुनुपर्छ के सो अब फेरि निस्किनु पर्ने हुन्छ बिदा दिनु पर्ने अब हामी अब निस्किनु भने है जानु हुने हजुर हजुर हुन्छ खाना प्रेम भयो हजुर खाइसकेको नि त काम छ निस्किनु ल ल के भन्नु तिमीलाई के भन्नु बुम भन्नु कि भान्जी भन्नु कि के भनौँ भन्दा त हेर ल बाई बाई यता हेरेर भन्नु हजुर भिडियो हेर्नु ल भरे भोलि पर्सि कहिले हुन्छ आज भोलि र पर्सि भोलि त पर्सि हुन्छ ससो गर्नुभएको छ नि होइन दियो भने एउटा फोन गरेर गर्नु नि त सकेपछि भिडियोमा निस्किनुपर्छ बाई बाई सो अब हामीले चाहिँ अब बिताइदिन्छ दिँदै मागिसकेको छ सबलाई
अनि अब घर त जानै पर्यो होइन चलाउनु ल अहिले ल म त पानमाराको बाटो कटेज चलाउँछु लु दिदीले के कसैले नदिने के हो भाइलाई जाने बेलामा के हो सम्झना सम्झना बिर्सना भेनालाई भिटैबाट बिदाई माग्दै बाई बाई भन्दै आमा ल दिदीलाई गाडी त हाम्रै छ त नि गाडी भाडा तेल सेल लाउनु पर्छ होला नि त लु अहिले मामालाई चिट खर्च हौ जानु ल लु बेला आउँदै गर्नु दिदीको घर नबिर्सिकन ल ल दिदीलाई ल बाई 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 ल लु राम्रोसँग जानु ल ए हुन्छ दिदी बेना उता हस्पिटल जानु हस्पिटल जानुभएको छ उता भेनालाई पनि यहीँबाट बिदाई माग्दै सम्झना माया दिँदै सोल्टिनीलाई पनि सोल्टिनी अघि क्लास जानुभएको रहेछ त्यही भएर पढाउनुहुन्छ क्लास जानुहुँदै पढाउँदैछ त्यही भएर यहीँबाट सोल्टिनीलाई पनि सोल्टिनीलाई हेर्नुहुन्छ होला नि त कि हेर्नु ल हेर्नुहुन्छ भने चाहिँ ल सोल्टिनीलाई नि बाई बाई धेरै धेरै माया अब तपाईँको बिहे हुँदै रहेछ ठिकै छ केही छैन बिहे खान आउँछ हो सो फ्यामिली म टक्कसँगले त्यहाँनिर पौडीबाट त्यहाँसँग कुरा गरेर के हाम्रो भिडियोको कुरा सल्लाह सकेर अनि फेरि म यहाँ कम्पिटिसन आएको छु हाम्रो दिदी हुन्छ उनीहरू यहाँको के पनि ल फेरि मार्नुहुन्छ त हामी फेरि सानैदेखि उहाँले हेर्नुभएको फेरि केकको नामहरूमा चाहिँ फेरि म पनि नआएको क्या उहाँ चाहिँ यहाँको उनीहरू हुन्छ अनि यहाँ सक्नु चाहिँ यहाँको हेर्नु सक्नुहुन्छ भिडियोहरू होइन राम्रै हुन्छ यो चाहिँ हाम्रो लोकल कहाँ छ भने चाहिँ इटारीको पिपल चोक जङ्गा बस्ती होइन अरू के हो रिजल्टासी बजार लाइन यहाँ हो क्या ठ्याक्कै निरु मेडिकल माथि हाम्रो कम्पिटिसन छ हाम्रो दिएको यहाँ आउँछ कफी पनि राम्रै हुन्छ आउनु सक्नुहुन्छ अरू यहाँ डिसहरू पनि आउनु सक्नुहुन्छ के छ होइन अहिले चाहिँ मलाई थाहा छैन म फेरि मेरो अरू भिडियोहरू पनि म जानकारी दिने नै छु अनि त्यही हो अब उहाँसँग नि मेरो भिडियोको बारेमा कुरा गर्नुपर्ने हुन्छ त्यही भएर म त्यही हो कारण खासमा भिडियो कारणले अरू सर्ट कन्टेन्टहरूले गर्दा म चाहिँ भ्याएको थिइनँ फुल भिडियो हाल्नु त्यही भएर नि हो अनि अब यहाँ कुरा सकेर फेरि म घर गएर फेरि भ्याउँदिनँ त्यही भएर म चाहिँ अब यही मेरो ब्लग आएको ब्लग यहाँ इन गर्छु त्यही भएर पनि होइन कस्तो लाग्यो हजुरहरूलाई भन्नु होला राम्रो लाग्यो नराम्रो भन्नु राम्रो नगरे राम्रो भन्नु अनि कस्तो देखिरहेको छ भन्दै कस्तो देखिरहेको तपाईँहरू पनि भनेर कस्तो लाग्यो भनेर अनि भिडियो पनि कस्तो लाग्यो भन्नु होला अनि थ्याङ्क यू फर वाचिङ एन्ड लाइक सेयर सब्सक्राइब हुन चाहिँ नबिर्सिनु होला अनि थ्याङ्क यू